फेरि आगो लाउने, फेरि तोडफोड गर्ने, फेरि लुटमार मचाउने। आफै आउँदैन, परिवर्तन हामीले गर्नुपर्छ। धेरै इम्पोर्टेन्ट छ, अति धेरै महत्त्वपूर्ण छ भन्नु होला। मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश। सदनमा पुग्ने व्यक्ति भनेको हाम्रो समाज बुझेको, हाम्रो समाजलाई बोल्न सक्ने व्यक्ति हुनुपर्छ र मलाई लाग्छ समाज बुझेको व्यक्तित्व हुनुहुन्छ, समाजसेवामा लागिरहनु भएको व्यक्तित्व हुनुहुन्छ। उहाँलाई चाहिँ हामीले अत्याधिक मतले विजय गराएर सदनमा पुर्याउनु पर्छ। अनि नयाँ आउने मान्छेहरूलाई यिनीहरूले प्रोत्साहित नगर्ने, निमोट्नु। हेर्नुहोस् बालिन साके भगवान, मैले देखेको पहिलो गाडी, साइकल, मेला भेला सबै चाहिँ मलाई दिएको र यति आत्मीय मलाई अहिले महसुस भइरहेको छ। यहाँ सबैजना उभिँदाखेरि पनि निराश हुने होइन। म एमाले होइन भनेर कोही लुक्यो अरे, कोही पनि लुक्ने होइन। दौरा गर्दा छाती फुलाएर भन्ने हो। म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ। आउँछ यो अफेर केही होइन, आउँछ जान्छ भनेर कोही लुक्यो अरे जस्तो। हिजो उरि आयो, आज ल कुन चाहिँ चेन्ज आउँछ अरे, के आउँछ अरे, के आउँछ। यही हुने गरेको छ। बच्चीलाई सोध्यो भने के हुने भन्यो भने विभिन्न आंदोलन में शहीद भेल ज्ञात अज्ञात रमणी लामी छानेले धेरै सबके ज्यादा भाषण सुने के मूड नहीं देखी जाए कि ना है दू कि नहीं दू। तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ। त्यो बच्चा भइहाल्ने त होइन नि त। काम करे वाला आदमी थी आफै आउँदैन, परिवर्तन हामीले गर्नुपर्छ। तपाईँहरूको यो मत अधिकार कति धेरै इम्पोर्टेन्ट छ, कति धेरै महत्त्वपूर्ण छ। आफ्नो मतलाई एकदमै साथ हेर्दै थिच्न मन लाग्छ। 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ।